अहिले म चाहिँ पानधारे बजारमा छु। यो पानधारे चाहिँ किराँतेश्वर ढुङ्गी बगैँचा पाँचधारे रहेछ। अब यहाँबाट चाहिँ सिँढी बनाएको छ माथितिर र यो चाहिँ पुरै चाहिँ एकदम मनोरम चाहिँ दृश्यहरू यहाँ हामी देखिरहेको छौँ। र यो चौरहरू चाहिँ एउटा वस्तुहरू चढाउने यो ग्राजिङ फिल्ड यतातिर जङ्गल छ सामान्य एकदम सुन्दर दृश्य छ यहाँनिर। र यो चाहिँ पाँचधारे बजार। यो पाँचधारे बजारमै हामी हिजो आएर बसेको र यतातिर चाहिँ प्रहरी चौकी पऱ्यो। यतातिर यहाँ अर्को कार्यालय देखिन्छ यहाँ र यो चाहिँ एकदमै सुन्दर भ्यूहरू देखिन्छ यहाँबाट उतापट्टिको जङ्गलहरू। यहाँ पर चाहिँ फेरि 5वटा धारा छ। खास गरेर त्यसलाई चाहिँ पानधारे भनेर भनिन्छ। ठाउँ पनि एकदमै सुन्दर यो पर्यटकीय स्थलको रूपमा यसलाई चाहिँ विकास गर्न लागेको देखिन्छ। अब हामी यहाँबाट भित्र छिर्दैछौँ। यो चाहिँ यहाँ सिँढी चाहिँ देख्न सक्नुहुन्छ। पुरा चाहिँ कागज लगाएर बिचमा चाहिँ के हो भाइ यहाँ चाहिँ यो तपाईँको यसो अलिकति यहाँ बिरुवा रोप्ने यसो प्लान गरेको थियो होला। हजुर हजुर यसो यताबाट पानधारे पनि देखाइदिनुहुन्छ कि जुन चाहिँ यो हजुर मुख्य गरेर अलिक होटलहरू भएको चाहिँ यही हो। मेन पानधारे पनि यही हो दाइ। अनि बजार त अब पर निकै पर भइहाल्यो। पानधारे चाहिँ यो भइहाल्यो। ठ्याक्क पानधारे चाहिँ हामी यहाँबाट देख्दैछौँ। मान्छेहरू लुगा धोइरहेछ त्यहाँनिर। र मुख्य पानधारे भनेको चाहिँ यो हो। पानधारेमा चाहिँ अलिकति पोखरी बनाएर माछाहरू पनि पालेको छ त्यहाँ। अब हामी त्यसै यसो अब तपाईँले माथि हेर्नु माथि होइन जुन तपाईँले देख्नुभयो नि अलिकति तिरको निशाना ए यो चाहिँ राईहरूको चाहिँ के अरे कल्चरल हो होला। हजुर त्यस्तै हुनसक्छ। तिर खेल्ने एउटा हाम्रो पुरानो एउटा जातीय संस्कार पनि हो जस्तो लाग्छ मलाई। त्यहाँबाट यहाँ माथि तिरहरू पनि देखिँदैछ र हामी चाहिँ यो चाहिँ के अरे पर्यटन विकासको लागि चाहिँ यहाँ स्थानीय सरकारले नै हुनुपर्छ यो। हजुर यस्तै भन्नुपर्छ नि। स्थानीय सरकारै हो यो। हजुर ले चाहिँ यसरी सिँढीहरू यो बाटोहरू बनाएको छ भन्दाखेरि हामी यतातिर चाहिँ यो मनोरम दृश्यहरू हेर्नको लागि र हामीले के छ भने यो एउटा के भन्यो होला कि यो ट्रेकिङमा आउने मान्छेहरू तर यो विकास गरे अनुसार नि तपाईँले यहाँ गाई बस्तु चाहिँ एकदम हाल्नु नदिनु पर्ने क्या। एकदम फोहोर भयो नि त यो त। यस सिँढीहरू एकदम ठिक छ तर सफा गर्ने बेला चाहिँ एकदम भइसकेको रहेछ। यो माथितिर चाहिँ अलिकति रमाइलो दृश्यहरू छ। विशेष गरेर यही दृश्यहरू हजुर अब यस्तो हुन्छ फेरि होइन अब हामीले चाहिँ टक्क अब टेम्के जानु पर्यो भने यही बाटो जाँदा पनि हुन्छ। हजुर हजुर सिधै यो माथिको उकालो त देख्नुभएको छ नि। हजुर यसै उकालो हुँदै हुँदै चाहिँ हामी ट्याक्कै टेम्के पुग्न सक्छौँ। हजुर यताबाट ठक्कै यताबाट घुम्दै जानुहुन्छ भने पनि छ होइन। अब त्यो डाँडा जानुहुन्छ भने पनि बाटो छ। हजुर अब यहाँबाट हामी चाहिँ एकदमै सुन्दर सम्म ठाउँ छ। यो चाहिँ यस्तो हुन्छ किराँतीहरूको यो यता ऊ लाग्छ नि के अरे चण्डी साकेलाको मनाउने ठाउँ एकदम। यो चाहिँ साकेला मनाउने ठाउँ रहेछ किराँतीहरूको। अब ठाउँ एकदम राम्रो छ। पहिले यतातिर पनि एउटा हेलिप्याड त तल भइहाल्यो। हेलिप्याड तल रहेछ। हजुर र यहाँ चाहिँ अब हामी चाहिँ अहिले एकदम यो सुन्दर मनोरम दृश्यहरू हामी हेर्दैछौँ। एकदमै सुन्दर दृश्यहरू छ यतातिर। र यसरी यो सुन्दर दृश्यहरू चाहिँ आज म देखाउन गइरहेको छु। र अहिलेको अब चाहिँ हामी चाहिँ यता यो हेरेर फर्किन पनि लागेको छौँ।
र आजको छोटो भ्लग चाहिँ अब यहीँ अन्त्य गर्दछु। हस्।